जस्तो यो छ नि पहिलेको भन्दा चाहिँ यो अहिले ठुलो आज भन्दा 3-4 महिना अगाडि मैले यसलाई भेटेको थिएँ हैन यहाँ आएको थिएँ अब अहिले त यो ठुलो पनि भयो अनि के छ अलिकति दुब्ला जस्तो पनि देखिन्छ के हो खास चाहिँ यसको कारण यसको अब मास पुग्यो भने यसले अब बुढो खोज्छ नि त ए त्यही भएर नखाएको यो ए त्यही भएर रिसाको हो यो बुढो खोजिदिनु पर्यो नि त यसलाई अनि तपाईहरुले बुढो खोज्यो भने अर्काको कुखुरीमा मारिदिन्छ अनि के बुढो त्यही भएर छोडेको न कारण त्यही हो ए भन्नाले तपाईहरुले छोड्नु भएको छैन उनले चाहिँ उहाँ के रे उसको साथी खोजिरहेछ हजुर ए यो कति महिना लगभग कति 1 वर्ष भयो छैन भएको 1 वर्ष क्या महिना भेलो यो लगभग तपाईको 4 महिना भयो कार्तिक हैन उतै बसेछ ठिक छ कार्तिकमा अनि कार्तिक मङ्सिर पुस भनेपछि 6-7 महिना भइसकेको छ हजुर ए 6-7 महिना भनौँ न जस्तै ठुलो हुँदैछ नि ठुलो भएपछि यसले आफ्नो पहिलेको भन्दा अलिकति स्वभावहरू अलिकति केही देखाएको छ अलिक फरक देखाएको छ खाँदैन अनि खोल्दियो भने भाग्छ अहिले ए बाहिर जान खोज्छ बाहिर गयो भने 10 दिनमा आउँछ अस्ति के 10 दिनमा हराएर आएको हजुर फेरि आयो घरमा मुसा सुसा लाग्दैन राम्रो फलिफाफन हुन्छ अब मैले त एउटा के देखेँ बुवा घरमा के भन्छ धान राख्दाखेरि कहीँ मुसो लागेको छैन एउटा त विश्वासमा मलाई यो लागेको छ ए भनेपछि न्याउरी मुसो पाल्दा हुन्छ हैन त हजुर ए र अनि एउटा एक किसिमको चाहिँ यो भनौँ न एउटा जनावरहरूलाई गर्ने एउटा माया पनि त मायाले गर्दा पनि अब सबभन्दा त खास गरी त माया भनेपछि मायाले त गरेर पालेको यत्रो दुःख गरेर त्यो बनाए अनि मिस्त्री लगाएर त जेलासहित गरेर त्यसको घर बनाइदिएको अनि सधैँ 20-20 रुपियाँको त टाउको खान्छ महिनाको जर्नले माया नगरिकन अनि म त हाम्रो जाति यसको खान त धेरै स्वभाव गर्छ एकदम यो मासु भनेपछि अमृत आयो भनेर मिठो हुन्छ है मुसा न्याउरी अनि हाम्रो जातै मुसर भनेपछि मुसा न्याउरी मुसा नै खान हाम्रो जातै हो स्वभाव तर कति मान्छे खाँदैन पनि तर म त खाएको छैन तर हाम्रो आमाहरू हाम्रो बुढोहरू खान्छ त्यो माइलीहरू ऊ खाँदैन कान्छी ए भनेपछि न्याउरी मुसोलाई चाहिँ नमार्नुस् अनि यसलाई चाहिँ पाल्नुस् यसले चाहिँ मुसाबाट बचाउँछ सर्पबाट बचाउँछ भनेर चाहिँ सन्देश दिन चाहनुहुन्छ यसलाई चाहिँ नमार्नुस् यसको मासु नखानुस् यसलाई पाल्नुस् भन्न चाहनुहुन्छ यो मान्छे जस्तै बुझ्दै रहेछ यसलाई राम्रो शिक्षा दियो भने धेरै राम्रो यसलाई बुझा भने जस्तो सरकारलाई बुझा भने त्यस्तै यो बुझिन्छ हामीहरू के भन्छ सानोमा ल्याउँदाखेरि हामीहरूको खेतको उता के भन्छ खेत बगाएको थियो अनि यसलाई शिक्षा दिनु नसकेर हामीलाई फुर्सद नभएर नत्र यसलाई हामी अझै शिक्षा दिन्थ्यो तर हुर्कियो अब त यो अब यत्रो भइसक्यो अनि यताउति सानोतिनो धेरै त खासै बुझिँदैन अलिअलि बुझ्नु त बुझ्छ तर भाग्नु त कहीँ भाग्दैन यो यसले के बुझ्छ यसले भन्नु त यसले बुझ्नु भन्दा यसले के बुझ्छ भनेपछि बोलायो भने आउँछ फेरि धेरै टाढो फेरि उता गयो भने आउँदैन साथी त यसको साथी भेट्यो भने ती खेल्छ बोलाउँदा फेरि अरूको वास्ता गर्दैन ए तपाईहरुले बोलाएको मात्र सुन्छ मात्रै अब यसलाई कति दिनदेखि निकालेको छैन अहिले छोड्दियो भने यो बोलाएको फेरि यो आउँदैन फेरि ठिक छ मैले पनि अब यसलाई यसो खाजाको लागि थोरै अलि सहयोग गर्छु हैन पैसा धेरै त छैन मसँग पैसा ल यसलाई पनि यसो मासु सासु यसो किनेर चाहिँ खुवाउनु हैन ल यसो चाहिँ अब मेरो तर्फबाट सानो सहयोग हैन कही हुनु भने पहिले यसलाई पैसामा दिन्थ्यो ए पैसामा यसलाई 500 को नोटमा मासु खुवाउँछ पहिलेको भरा के भयो भनेपछि पहिलेको मान्छेले भन्थ्यो अरे पैसामा खुवायो भने ला उ हुन्छ भन्छ बानी बिग्रिन्छ त्यो पैसामा खुवायो भने अरे त्यो पैसा अरे ल्याउँछ अरे भन्छ ए पैसा पहिले आयो भने पैसा ल्याउँछ भन्ने पहिले हजुर त्यही एउटा यस यत्रो थियो बच्चा थियो सानो थियो बच्चा जम्मा 9 परिवारको थियो खेत खोला गर्दैछु यसलाई पनि आफ्नै परिवारको सदस्य जस्तै मान्नुहुन्छ हैन हजुर सँगै सुत्छ मान्छे जस्तै त्यही भएर यसलाई
मलाई घर घर डर पनि लगाइदियो राति ओछानमा भित्र आउँदाखेरि सर्फै आएको जस्तै मलाई भित्र राखिदिन्छु